जीवन एउटा यात्रा हो। बाल्यकाल, किशोर अवस्था, युवा अवस्था हुँदै हामी मध्यम उमेरमा पुग्छौँ। हरेक चरणका आफ्नै चुनौती, अवसर र जिम्मेवारी हुन्छन्। नमस्कार, म उमाकान्त पोखरेल। आज म मिड लाइफ क्राइसिस भन्ने विषयमा छोटो मिठो जानकारी लिएर आएको छु। जब हामी 33 देखि 55 वर्षको उमेरमा पुग्छौँ, कमाउने, रमाउने, घुम्ने, फिर्ने, को कहाँ जान्छ, के गर्छ, कोसँग भेट हुन्छ, कस्तो अवस्था लिन्छ, केही थाहा हुँदैन। त्यसैले एउटा विशेष मनोवैज्ञानिक अवस्थाको अनुभव गर्न सक्छ, जसलाई मिड लाइफ क्राइसिस भनिन्छ। यो कुनै रोग होइन, यो एउटा जीवनको मोड हो, जहाँ मानिसले आफूलाई, आफ्नो विगतलाई, वर्तमानलाई र भविष्यलाई नयाँ दृष्टिले हेर्न थाल्छ। कतिपयका लागि यो गहिरो आत्मचिन्तनको समय बन्छ भने कतिपयको लागि तनाव, निराशा, पछुतो र अन्यलको कारण पनि बन्न सक्छ। मिड लाइफ क्राइसिस वास्तवमा के हो त? यो यस्तो अवस्था हो जहाँ व्यक्तिले अचानक आफूलाई प्रश्न गर्न थाल्छ, मैले जीवनमा के हासिल गरेँ, मैले के सपना देखेको थिएँ त्यो पुरा भयो त? अब आउने जीवन कसरी बिताउने, मेरो वास्तविक पहिचान के हो, मेरो जीवनको अर्थ के हो? यी प्रश्नहरू स्वाभाविक हुन्। समस्या प्रश्नमा होइन, ती प्रश्नहरूको उत्तर नपाउँदा उत्पन्न हुने मानसिक द्वन्द्वमा हुन्छ। किन हुन्छ मिड लाइफ क्राइसिस? मृत्युको चेतना। युवा अवस्थामा मानिसलाई जीवन अनन्त जस्तो लाग्छ, तर मध्यम उमेरमा पुग्दा समय सीमित भएको अनुभूति हुन थाल्छ। साथीभाइ बिरामी पर्न थाल्छन्, आफन्तहरूको मृत्यु देखिन थाल्छ, आफ्नो शरीरमा परिवर्तन महसुस हुन थाल्छ। त्यसपछि मनमा प्रश्न उठ्छ, बाँकी जीवन कसरी बिताउने? अधुरा सपना र पछुतो। धेरै मानिसहरूले युवा अवस्थामा ठुलो सपना देखेका हुन्छन्, तर जीवनका जिम्मेवारी, परिस्थिति र समयले सबै सपना पुरा हुन सक्दैन। त्यसपछि मनले भन्न थाल्छ, मैले त्यो व्यवसाय सुरु गरेको भए, म विदेश गएको भए, अर्को विषय पढेको भए, त्यो लोकसेवामा नाम निकालेको भए, अथवा निर्णय फरक गरेको भए जस्ता कुराहरू मनमा मडारिन थाल्छन्। यही पछुतोले असन्तुष्टि जन्माउन सक्छ अनि उमेरसँगै शारीरिक परिवर्तन हुन थाल्छ। कपाल फुल्न थाल्छ, अनुहारमा चाउरी देखिन थाल्छ, ऊर्जा घट्न थाल्छ, स्वास्थ्य समस्या बढ्न सक्छ। धेरै मानिसहरूलाई आफ्नो शरीर पहिले जस्तो नरहेको स्वीकार गर्न गाह्रो हुन्छ। उनीहरू केवल उमेरसँग होइन, आफ्नो बदलिँदो पहिचानसँग सङ्घर्ष गरिरहेका हुन्छन्। परिवारको बदलिँदो भूमिका हुन्छ। एक समय थियो जब छोराछोरी सानै थिए, आज उनीहरू आफ्नै संसारमा व्यस्त छन्। बुवा आमा वृद्ध भएका छन्, जिम्मेवारीहरू फेरिएका छन्। कतिलाई लाग्न सक्छ, अब मलाई कसैले आवश्यक ठान्दैनन् कि? यही भावनाले एक्लोपन बढाउन सक्छ र अनि तुलना गर्ने बानी बस्छ। मिड लाइफ क्राइसिसको सबैभन्दा ठुलो इन्धन तुलना हो। सामाजिक सञ्जालले यो समस्या झन् बढाएको छ। मानिसहरू अरूको सफलता देख्छन्, तर उनीहरूको सङ्घर्ष देख्दैनन्। त्यसपछि सोध्छन्, साथी करोडपति भयो, आफन्त विदेश गयो, उसको ठुलो घर भयो। अन्त्यमा निष्कर्षमा निकाल्छन्, म असफल भएँ, जबकि वास्तविकता त्यति सरल हुँदैन। र यही बिचमा सम्बन्ध र चुनौतीहरू आउन सक्छन्। विवाह, परिवार, जिम्मेवारी, समयसँगै सम्बन्धहरू पनि परिवर्तन हुन सक्छन्। संवाद कम हुन सक्छ, भावनात्मक दूरी बढ्न सक्छ, एक अर्कालाई बुझ्ने समय घट्न सक्छ। यदि यसलाई समयमै सम्बोधन गरिएन भने असन्तुष्टि बढ्न सक्छ। अनि रिटायरको डर। कतिपय व्यक्तिहरू आफ्नो पद, पेसा वा सामाजिक पहिचानसँग यति धेरै जोडिएका हुन्छन् कि अवकाशपछि आफूलाई हराएको महसुस गर्छन्। पहिले फोनहरू आइरहन्थे, मानिसहरू भेट्न आउँथे, निर्णयहरूमा महत्त्व हुन्थ्यो। अहिले समय धेरै छ, काम कम छ, भूमिका बदलिएको छ। त्यसैले प्रश्न उठ्छ, अब मेरो महत्त्व के हो? त्यसैले मिड लाइफ क्राइसिसका सङ्केतहरू। यदि निम्न लक्षणहरू लामो समयसम्म देखिन्छन् भने ध्यान दिनुपर्छ। निरन्तर असन्तुष्टि, जीवनप्रति उत्साह कम, अत्याधिक आत्मलोचना, युवा अवस्थामा फर्किने चाहना, परिवार वा साथीबाट टाढा बस्ने प्रवृत्ति, अनावश्यक खर्च वा जोखिमपूर्ण निर्णय, स्वास्थ्यबारे अत्याधिक चिन्ता, निद्रामा समस्या, चिन्ता वा डिप्रेसनका लक्षणहरू। अनि के मिड लाइफ क्राइसिस नराम्रो कुरा हो त? वास्तवमा सही रूपमा व्यवस्थापन गरियो भने यही अवस्था जीवनको सबैभन्दा ठुलो परिवर्तनको अवसर बन्न सक्छ। किनकि पहिलोपटक मानिसले गम्भीर रूपमा आफैलाई सोध्छ, म वास्तवमा के चाहन्छु, र यही प्रश्नबाट नयाँ जीवनको सुरु हुन सक्छ। आफ्नो विगतलाई सम्मान गर्नुहोस्। पूर्णता खोज्नुभन्दा
प्रगतिलाई हेर्नुहोस्, आफ्नो सङ्घर्ष, उपलब्धि र सिकाइहरूको मूल्याङ्कन गर्नुहोस्, नयाँ लक्ष्य बनाउनुहोस्। जीवन 50 वर्षमा सकिँदैन। धेरै महान कामहरू मानिसले 50 वर्षपछि गरेका उदाहरणहरू पनि छन्। नयाँ सिप सिक्नुहोस्, नयाँ व्यवसाय सुरु गर्नुहोस्, लेखन, सङ्गीत, अध्यात्म वा समाजसेवामा लाग्नुहोस्। शरीरलाई प्राथमिकता दिनुहोस्, स्वस्थ शरीरले नै स्वस्थ मनलाई सहयोग गर्छ। नियमित हिँडडुल, व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा अत्यन्त महत्त्वपूर्ण छन्। सम्बन्धमा लगानी गर्नुहोस्, धनभन्दा पनि अन्तिम समयमा सम्बन्धहरूले साथ दिन्छन्। परिवारसँग समय बिताउनुहोस्, पुराना साथीहरूसँग जोडिनुहोस्। तुलना होइन, कृतज्ञता गर्नुहोस्। तुलनाले दुःख बढाउँछ, कृतज्ञताले शान्ति बढाउँछ। अरूसँग होइन, हिजोको आफ्नै अवस्थासँग तुलना गर्नुहोस्। आवश्यक परे सहयोग पनि लिनुहोस्। डिप्रेसन, चिन्ता वा आत्महत्याका विचार आएमा मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिनु बुद्धिमानी हो। त्यसैले मिड लाइफ क्राइसिस जीवनको अन्त्य होइन, यो एउटा निमन्त्रणा हो। रोकिएर आफ्नो जीवनलाई पछि हेर्ने, आफ्ना प्राथमिकताहरू पुनः निर्धारण गर्ने र बाँकी जीवनलाई अझै अर्थपूर्ण बनाउने। युवा अवस्थामा हामी सफलताको खोजी गर्छौँ। मध्यम उमेरमा पुगेर धेरै मानिसहरूले अर्थको खोजी गर्न थाल्छन्। जब सफलता र अर्थ एकै ठाउँमा भेटिन्छ, त्यहीँबाट जीवनको नयाँ अध्याय सुरु हुन्छ। त्यसैले 33देखि 55 अथवा 40देखि 60 वर्षको उमेर सङ्कट होइन, सही दृष्टिकोण भई यो जीवनको सबैभन्दा परिपक्व, अर्थपूर्ण र सुन्दर चरण बन्न सक्छ। यतिन्जेल ध्यानपूर्वक सुन्नुभयो। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। सबैको जय होस्, शुभ